सिनियर जेसिस जुनियर जेसिस सम्पूर्ण पदाधिकारीज्यू हामीले साफ सबैलाई चाहिँ म धन्यवाद तपाईँलाई भन्न चाहन्छु। तपाईँहरूले हामी यहाँ जुन नेपाल प्रहरी एउटा जुन संस्था हो समाजमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा हामी यहाँ छौँ होइन। हामी तपाईँहरूसँगै काम गर्छौँ, कति कुरोहरू सहकार्य गर्दै जान्छौँ। समाजमा देखिने जुन विसङ्गति विकृतिको अथवा अहिले देखिएको केही जुन समाजमा जुन देखिएको जुन अपराधी जस्तो लामसोच लगायत कार्यहरू यी कुरोहरूमा कम्ब्याटिङ टुगेदर नै हो। त्यसलाई न्यूनीकरण गर्ने घटाउने अथवा त्यसको आयतलाई चाहिँ अथवा खपतको मात्रा घटाउने आयतको मात्रा घटाउने आम कम्युनिटीमा चाहिँ सचेतन फैलाउने त्यो चिजहरूबाट चाहिँ आम कम्युनिटी सुरक्षित राख्ने भन्ने एउटा नेपाल प्रहरी प्लस तपाईँहरूको विभिन्न सङ्घ संस्था देशको मार्फत चाहिँ आम कम्युनिटीमा एउटा सजगता जागरुकता सचेतना फैलाउने एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने त्यो मैले तपाईँलाई यहाँ देखेको छु। युवाहरू हुनुहुन्छ, इनर्जेटिक हुनुहुन्छ, त्यसमा सबै हामी सबै टिम लागेर जुन विसङ्गति विकृति छ यो किसिमको विकृतिहरू लागु समाजमा दुर्व्यसन बढ्नु अथवा त्यसको आयात बढ्नु अथवा खबर बढ्नु विकृति हो। त्यसको विरुद्ध चाहिँ तपाईँ हामी सबै लाग्नुपर्छ। समाजमा देखिने कम्युनिटी समाज समुदायमा देखिने जुन विसङ्गतिको कुरोहरू हुन्छ, समाजलाई हानि पुर्याउने तत्त्वहरूको कुरोहरूमा चाहिँ तपाईँहरूबाट पनि नेपाल प्रहरीलाई धेरै कुरोमा सहजीकरण हिसाबले चाहिँ सकारात्मक रूपले गर्नुहुन्छ भन्ने हामी पनि ठान्छौँ। त्यो कारणले तपाईँहरूलाई अझै यो जेसिसको आउने दिनहरूमा चाहिँ हाम्रो समुदायमा अझै महत्त्वपूर्ण भूमिकामा हुन्छ। युवा पुस्ताहरू सबै सङ्गम हुनुहुन्छ। युवा पुस्ताले नै हो समाज परिवर्तन। समाजमा अहिलेको नयाँ युवाहरूलाई त्यसको विसङ्गति अथवा त्यो किसिमको लत अथवा त्यो किसिमको चाहिँ एक्टिभिटिजहरूबाट जोगाउने महत्त्वपूर्ण भूमिका तपाईँहरूले गर्ने भएको हिसाबले यसमा हाम्रो प्रहरीको तर्फबाट सपोर्ट फेसिलिटेटको कुरोहरू एकदमै सकारात्मक भूमिका हुन्छ। र आज जुन एउटा परिचयात्मक कार्यक्रम अथवा सहायक कार्यक्रम तपाईँले हामीलाई मलाई लगायत देशहरूलाई यहाँ